आज म हजुरहरूलाई लैङ्गिक हिंसा भनेको के हो भन्ने विषयमा सरल तरिकाले जानकारी गराउने कोसिस गर्नेछु। लिङ्गको आधारमा महिला भएकै कारण, पुरुष भएकै कारण अथवा तेस्रो लिङ्गी भएकै कारण कुनै पनि प्रकारको हिंसा गरिन्छ भने त्यो नै लैङ्गिक हिंसा हो। हिंसा विभिन्न प्रकारका हुन्छन्, जस्तो शारीरिक हिंसा, मानसिक हिंसा, आर्थिक हिंसा, विभिन्न समाजमा व्याप्त धार्मिक तथा सामाजिक सांस्कृतिक विभेदयुक्त हिंसा, अहिले डिजिटल हिंसा पनि व्याप्त रूपमा बढिरहेको छ, यौनजन्य हिंसा लगायतका हिंसाहरू हुन्छन्। यदि लिङ्गकै आधारमा कुनै पनि प्रकारको हिंसा गरिन्छ भने त्यसलाई भनिन्छ लैङ्गिक हिंसा। लैङ्गिक हिंसा एउटा अपराध हो। लिङ्गको आधारमा हिंसा गर्नु हुँदैन।